हेलो नमस्कार फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल। र आज तपाईहरुलाई म नर्थ सिक्किमको ताम्जे भन्ने एउटा टुरिस्ट स्पोट लाँदैछु है, जहाँनिर टुरिस्टहरु एकदमै कम मात्रामा जाने गर्छ। यसमा जानुलाई दुईटा बाटो छ, एउटा गान्तोक भएर छाङ्गु भएरी हामी जानु सकिन्छ र अर्को बाटो भनेदेखिलाई गान्तोकदेखि कबिलुन्चोक भएर त्यहाँबाट चाहिँ फुल्ली हामी ट्रेकिङ जानुपर्छ, हिँडेर उकालो लाग्नुपर्छ। देउराली भएर छुगोलाई भइवरी हामी ताम्जे निस्केर त्यहाँबाट फेरि हामी यता छाङ्गुबाट रिटर्न हुँदा पनि भयो, नत्र हामी उतै फेरि कबिलुन्चोकबाट हामीले रिटर्न गर्न पनि सकिन्छ। हामी हिँडेर जान्छौँ र हाम्रो ट्रेकिङ चाहिँ सुरु भएको छ नाम्चीदेखि है। नाम्चीदेखि अब हामी जाँदैछौँ, हाम्रो साथीहरू हामी टोटली 6-7 जना छौँ र बाटोको एकदमै बाटोहरू कहाँ कहाँ पुग्छौँ के हुन्छौँ त्यो हामी बताउँदै जाँदैछौँ है। र यो अहिले हामीले हेरिरहेको छ यो स्क्रिनमा, यो चाहिँ हामी तिमितारकु पुगेको छौँ अहिले हामी है। तिमितारकु टी गार्डन, सिक्किमको ओन्ली वान अर्ग्यानिक टी गार्डन है। यहाँबाट एकदमै फरेनतिर सप्लाई हुन्छ यहाँको टीहरू, एकदमै यहाँको फेमस छ यहाँ अब सिक्किमको चाहिँ टी है, अर्ग्यानिक टी हो यो। धेरै रमाइलो छ यो जग्गा पनि, तपाईहरुलाई फुल्ली टी गार्डनको पनि भ्यूज देखाउँदैछौँ। यहाँनिर तपाईले रोडको लेफ्ट राइट साइडतिर तपाईले अब के भन्छ धुप्पीको रुखहरू देख्नुहुनेछ है, पाइन ट्रीहरू प्लस अब साइडदेखि छेउछाउमा डल्लै टी गार्डन छ। यहाँ धेरैवटा टर्निङहरू छ हैन, एकदमै रमाइलो जग्गा छ। अहिले अलिकति मनसुन सकिएको छैन तरै पनि एकदमै भ्यूज राम्रै आएको छ हैन। र अब तपाईको यो नोभेम्बर डिसेम्बरतिर चाहिँ विशेष गरी नोभेम्बरमा चाहिँ फुल्ली यसमा यो छेउछाउको चेरी ट्रीहरू फुल्छ। यसमा अब एकदमै रमाइलो हुन्छ, त्यो बेला चाहिँ मौसम पनि सफा हुन्छ हैन। एकदमै तपाईहरुले यहाँको टी गार्डनको एकदमै हरियाली हैन, प्लस तपाईको चेरीको एकदमै चेरी फुल फुलिरहेको हुन्छ, त्यसको आनन्द लिनु सक्नुहुन्छ। यसमा धेरै टुरिस्टहरू यहाँनिर आउने गर्छ त्यो समयमा, एकदमै फुल टाइम हुन्छ त्यो बेला चाहिँ, एकदम रमाइलो हुन्छ यहाँनिर है। यो टी गार्डन घुम्न आउँदाखेरि एकदमै बेस्ट सिजन हो त्यो बेला चाहिँ, एकदमै चेरी ट्रीहरू एकदमै फुलले भरिएको हुन्छ हैन। र तपाईले यहाँ देख्नुहुनेछ छेउछाउतिर जम्मै है टी गार्डन। यहाँनिर तपाईले एकदमै रमाइलो साथ घुमेर तपाईले इन्जोय गरेर जानु सक्नुहुन्छ। यहाँनिर एकदम मर्निङ भ्यू र इभिनिङ भ्यू चाहिँ एकदमै दामी आउँछ यहाँबाट हैन यो टी गार्डनको। र तपाईहरुले यो टी गार्डनकै छेउछाउतिर पनि तपाईहरुले होल्ड गरेर हैन बिहानको दृश्य हेर्न सक्नुहुन्छ। रमाइलो छ यहाँनिर, धेरै होमस्टेहरू छ तपाईहरु बस्नलाई यहाँनिर। तपाईहरु यहाँनिर मजाले बस्न सक्नुहुन्छ, मजाले अब एक्सप्लोर गर्न सक्नुहुन्छ यहाँनिर मजाले। मतलब यहाँको एकदम कञ्चनजङ्घा पनि देख्छ यहाँबाट एकदमै राम्रोसँग। टी गार्डनको थ्रुबाट कञ्चनजङ्घाको भ्यू एकदम रमाइलो देख्छ हैन। भ्यू पोइन्टहरुबाट दामी यहाँनिर जग्गाहरू छ है, तपाईहरुले यहाँबाट एक्सप्लोर घुम्नु सक्नुहुन्छ यहाँनिर। र अहिले हामी पुगेको छौँ तिमी बजार। यो एउटा सानो टाउन छ हैन, यहाँनिर अब धेरै यहाँ छेउछाउको गाउँ बस्तीहरू यहाँनिरै यही बजारमा भर पर्ने गर्छ हैन। हुन्छ सिङताम पनि जान्छ, तर यो पनि हामीले बेसिक निड्सहरू यही बजारदेखि लाने गर्छ हैन। यो बजार एकदमै मजाको जग्गामा छ। र अहिले फेरि हामी सिङताम पुगेको छौँ है, तिमितारकु बजार काटेर। र यो चाहिँ अब टोपाखानी हो, यो चाहिँ हाम्रो सिङताम बजार छेउकै हो। एकदमै राम्रो छ यो टनल, लाइटहरू लगाएको छ एकदमै मजाले, बिहान बेलुकै दिउँसो पनि मजाले बालिरहेको हुन्छ हैन, रमाइलो हुन्छ यहाँनिर। र अब हामी गान्तोक पुग्यौँ र अब चाहिँ हामी गान्तोकदेखि चाहिँ हामी चाहिँ ट्रेकिङ तर्फ नै मतलब ट्र्याक गरेर हिँडेरै जाने भनेर चाहिँ हामी कबिलुन्चोकपट्टि जाँदैछौँ। र यो चाहिँ तपाईले देख्नुहुनेछ यो एउटा फल्स हैन, यो चाहिँ बागदाङ फल्स भन्छ गान्तोकको छेउमा। यो पनि एउटा दामी जग्गा हो, टुरिस्ट स्पोट नै हो। यहाँनिर पनि धेरै टुरिस्टहरू आएर फोटोहरू खिच्ने गर्छ, एकदमै रमाइलो छ यो जग्गा पनि, एकदमै दामी छ यहाँनिर यो फल्स। अझै बर्खामा त धेरै ठुलो हुन्छ। र अब चाहिँ हामी कबिलुन्चोकको एउटा पुल छेउमा पुग्दैछौँ है। यो एउटा झरना हो, यो खोला हो। यो खोला तरेपछि चाहिँ हामी यो पुल तरेर चाहिँ हामी कहाँ जान्छौँ भन्दा चाहिँ नर्थ सिक्किम पसेको
अब चाहिँ हामी नर्थ सिक्किम कबिलुञ्चोक बस्यौँ र त्यहाँ एक रात बसेर चाहिँ अब हामी सुरु गरेको छौँ उकालो हिँड्नुलाई हैन। अब बिहानको 3 बजीदेखि हिँडेको हो हामी। अब टर्च लाइटहरूको साथमा हामीले यो घरबाट यही घरमा बसेको थियौँ बेलुका हाम्रो आज्ञाकोमा कबिलुञ्चोकमा। र अब यहाँदेखि चाहिँ हामी हाम्रो टिमहरू यो उकालो एकदमै टर्च लाइट बालेर जाँदैछौँ, किनभने हुन त बिहान हिँड्दा पनि हुन्थ्यो तर हाम्रोमा अलिकति हिँड्नु अलिकति सकिँदैन भनेर चाहिँ यसरी हिँड्यौँ है। हिँड्दै जाँदा यसरी बेलुकै हिँडेको र हिँड्दा हिँड्दै यसरी उज्यालो भयो र हामी धेरै उकालो एकदमै बाटो चाहिँ जग्गा जग्गा एकदमै अप्ठ्यारो पनि रहेछ हैन। र उकालो एकदम तपाईहरुलाई स्टेप बाइ स्टेप देखाउँदैछौँ है। यहाँनिर अब उकालो जाँदा कहाँ कहाँ भेट्छ कसो कसो भेट्छ त्यो जम्मै तपाईहरुलाई एकदम बताउँदै जानेछु म। र हामी जग्गा जग्गा यसरी बिसाउँदै हैन अलिअलि मतलब स्न्याक्सहरू लिँदै बस्दै थकाइ मेट्दै हामी उकालो हिँड्यौँ, किनभने हामीलाई त्यस्तो हिँड्ने बानी छैन हैन। त्यसले गर्दा आरामले हामी हिँड्यौँ र यहाँनिर धेरै उकालोको बाटो छ हैन। हामीलाई धेरै त्यो बेला हुन त मनसुन टाइम त बेसी अब थिएन हैन, सकिसकेकै हो तरै पनि एकदमै पानी चाहिँ हल्का फुल्का परि नै रहेको थियो र विशेष गरी चाहिँ यहाँनिर जुक्काले हामीलाई चाहिँ जोडै खायो है। जुक्काले चाहिँ एकदमै पुरा त्यो जुकाकै सिजन थिएछ हैन, पुरा जुकाले पनि खायो। हामी बाटोमा गफसफ गर्दै रेला गर्दै उकालो हिँड्यौँ र धेरै चर्को पर्यो हामीलाई उकालोमा। सानो भारी भए पनि उकालोमा हिँड्दै हिँड्दै जाँदा चाहिँ निकै चर्कै पर्यो, निकै गाह्रो पर्यो हामीलाई भनौँ न है उकालो हिँड्नु। र यो बाटो चाहिँ एकदमै जग्गा जग्गा चाहिँ एकदमै फाटिलो एकदम दामीको सिसी फुटपाथ रहेछ है। र जग्गा जग्गा चाहिँ अलिकति अप्ठ्यारो थियो, रुखहरू लडिरहेको थियो, हामी यताउता छिर्नु अलिकति निकै मुस्किल पर्यो हैन। र उकालो यसरी हामी जाँदै जाँदै यहाँनिर निकै जग्गा हामी बिसाउनु परेको छ, किनभने हामी उकालो हिँड्नु नसकेर हैन। हाम्रो साथमा धेरै अब लेडिजहरू पनि थियो हैन र हाम्रो बहिनीहरू हिँड्नु अलिकति साह्रो पर्यो उहाँहरूलाई पनि र हामीलाई पनि धेरै नै साह्रो पर्यो। र जग्गा जग्गा हामी उकालोमा निकै साह्रो पर्यो, हिँड्दै गयौँ तर अब बिसाउँदै जग्गा जग्गा चाहिँ हामी एकदमै अब हल्ड गर्दै गयौँ। निकै उकालो बाटो रहेछ हैन। अब बिहान 3 बजीदेखि हिँडेको, अब निन्द्रा पनि भने जस्तो पुगेको थिएन है। र पनि हामी बिहानदेखि हिँड्दै हिँड्दै जाँदा उकालो लाग्दै गर्दाखेरि अब निकै नै अब थाक्यो, निन्द्रा पनि अलिकति नपुगेकोले गर्दा होला अलिकति टायर्ड फिल भयो। र जग्गा जग्गा चाहिँ एकदमै रमाइलो जग्गा एकदमै पायौँ हामीले, आनन्द लाग्ने जग्गा क्या छेउछाउतिर एकदमै हरियाली डाँडा पाखाहरू एकदम दामी। अझै यो चाहिँ विन्टरको टाइममा आउनु भने चाहिँ एकदमै एवान जग्गा रहेछ कि। तर हामी अलिकति अब लेट मनसुन भएकोले गर्दा दशहरा टाइमतिर गएको र पनि पानी चाहिँ पर्यो है। यो हाम्रो बाटोमा अलिअलि पानीले पनि भेटायो। ल देउराली भन्ज्याङ तहरी आइपुग्यो। हजुर र यो अहिले हामी देउराली डाँडा पुग्यौँ। हामीलाई लगभग 12 घण्टा लाग्यो यो देउराली डाँडामा पुग्नु है। यो एकदम कुक्रेको मौसम भने चाहिँ यहाँदेखि एकदमै दामी भ्यूज चाहिँ देख्दो रहेछ, धेरै टाढो टाढोसम्म हामीले यहाँदेखि निहाल्नु सकिने रहेछ। तर अहिले बादल लागेकोले गर्दा अलिक हामीले त्यस्तो बेसी टाढोको भ्यूजहरू हेर्नु पाइन्न है। तपाईहरुलाई जति छ यो फ्रेममा देखाउँदैछु र यहाँदेखि र पनि भ्यूज चाहिँ एकदमै दामी देख्दो रहेछ। यहाँबाट हिमालहरू देख्दो रहेछ हैन। र एकदम दामी जग्गा छ यो जग्गा। यहीँनिर हामीले टेन्टहरू लगाएर बस्दा पनि हुन्थ्यो, तर हामी चाहिँ यहाँ नबसेर गोठमा गएर बस्यौँ है, किनभने राति धेरै नै पानी पर्यो भने अलिकति असुविधा हुन्छ भनेर चाहिँ हामी फेरि यहाँबाट पनि हिँड्यौँ। र यो देउराली डाँडाको भ्यू एकदमै दामी छ जग्गा है। अब यहाँदेखि हामी साथीभाइहरूसँग यसो एकछिन हल्ट गरेर हैन पानीहरू पिएर फेरि अब यो जग्गाबाट हामी लाग्छौँ हैन। यो जग्गादेखि पनि यहाँ 12 घण्टा त लाग्यो हामीलाई यहाँ पुग्नु नै। अलिकति अब हुन त सायदै त्यत्रो लाग्थेन हैन हिँडिबस्ने अब बानी हुनेलाई चाहिँ, तर हामीलाई चाहिँ 12 घण्टा लाग्यो किन उकालो हिँड्नु। र पनि हामी चाहिँ त्यहाँनिर
नबसेर चाहिँ गोठमै जाने भयौँ र गोठमा जानुलाई चाहिँ अब हामी यहाँ हिँड्दैछौँ होइन र यहाँदेखि हामी लाग्यौँ। यो जङ्गलहरू एकदम दामी जङ्गलहरू छ यहाँनिर होइन, एकदम त्यहाँनिर प्रायः रुखहरू पनि हामीले धुपीको रुखहरू होइन, अन्त यो चिमालको रुखहरू हामीले पायौँ त्यहाँतिर। सायदै यो सिजनमा चाहिँ राम्रो फुल्छ होला त्यहाँनिर, चिमालहरू फुलेको बेला चाहिँ एकदम रमाइलो हुन्छ होइन। र यसरी हामी हिँड्दै हिँड्दै साथीहरूसँग हामी अब हाम्रो गोठतर्फ जाँदैछौँ र छेउछाउको भ्यूजहरू पनि तपाईँहरूलाई देखाउँदैछौँ है। र अब हामी चाहिँ गोठ पुग्यो यहाँनिर। यहाँ आलुको भेराइटी बनिँदैछ हो। यहाँ हाम्रो नरेन सर, हाम्रो बहिनी। ल नरेन सर कस्तो? हिजोदेखि हो एकदमै बेलुका खाना खाइभयो, सुताइ चाहिँ यस्तैमा भयो। यो चाहिँ हाम्रो गोठ हो धन्न, यो गोठमा बसाइ भयो, नत्र चाहिँ दर्कनेले चुट्थ्यो हामीलाई हो। भविन भाइ ठिक छ, फ्रेस भइरहेको छ। यो चाहिँ अब मर्निङ अब बिहान भएको हो, भोलिपल्टको यो दृश्य हो, मर्निङ भ्यू। अब तपाईँलाई यहाँदेखि देखाउँछु। हाम्रो साथीभाइहरूले अब यहाँको आइटिनेरीको विषयमा अलिक कुराहरू हुँदैछ होइन, कुन पाराले जानुपर्ने कताबाट होइन। र हाम्रो सल्लाह चाहिँ 5 पोखरी पनि जाने प्लानिङ चाहिँ थियो, तर मौसमले अलिकति हामीलाई सात नदीको कारणले गर्दा हामी 5 पोखरी चाहिँ जानु सक्यौँ होइन। र हामी जानुपर्ने बाटो चाहिँ अब तपाईँलाई देखाउँछु। यही यो मर्निङ भ्यू हो। यो यहीँबाट हामी यो देखेकै जग्गाहरूबाट हामी तेर्सो लाग्नेछौँ होइन। यहाँ सानो गोरेटो छ, हुन त सिसी फुटपाथै रहेछ, तर जग्गा जग्गा एकदमै त्यो सायद भल पहिरोले अब लगेको होला होइन। र यही बाटो भएर चाहिँ हामी उता जाँदैछौँ। र यो चाहिँ तपाईँलाई हामी बसेको गोठको सराउन्डिङको भ्यू होइन, एकदमै दामी जग्गा छ यो। एकदम कस्तो भनेदेखिलाई अब बलिउड हलिउड होइन, एउटा पिक्चर मुभीको एउटा सिन जस्तो एकदम दामी जग्गा छ है। बादलले ढाकिरहेको थियो र घरिघरि मात्रै उक्रिँदा अलिकति जग्गाहरू राम्रो देख्दै थियो होइन, भ्यूजहरू। तरै पनि जति पनि जग्गाहरू भ्यूजहरू थियो एकदमै दामी जग्गा रहेछ होइन। अझै हामी अलिकति अनसिजन परेर मात्रै हो। र यो अर्को गोठ हो होइन। अब यहाँमा हामीले यसो एकछिन थकाइ मेट्यौँ यो गोठमा पनि, अन्त यहाँबाट चाहिँ हामी चिया खाएर होइन, यहाँनिर चाहिँ अब याकको गोठ रहेछ, यहाँनिर चाहिँ हामीले याककै दुधको होइन चिया खाइवरी चाहिँ हिँड्यौँ हामी यहाँमा। अन्त यहाँबाट हामी चाहिँ छुगोलाई पुगेको। यो चाहिँ हामीले यसरी अब गएर छुगोलाई भन्ने जग्गामा चाहिँ बसियो। त्यहाँ पनि एउटा गोठ नै थियो होइन। त्यो गोठमा चाहिँ हामीले मजाले त्यहाँनिर चाहिँ अब पालहरू टाँगिवरी मजाले त्यो जग्गामा अब बस्ने जग्गाहरू मिलायौँ होइन, यताउता। त्यहाँदेखि यो त्यो गोठको छेउछाउको भ्यूज, यो छुगोलाइदेखि नै यो भ्यूज हो। यो घाँसहरू यसरी हामीले काटेर चाहिँ के गर्नु पर्दो रहेछ, ओछ्याउनु पर्दो रहेछ। अन्त चाहिँ त्यहाँ माथि चाहिँ प्रोफाइलहरू ओछ्यायो होइन, त्यो घाँस काटेर ओछ्यायो, त्यहाँदेखि त्यो माथि प्रोफाइल, त्यहाँदेखि चाहिँ त्यो ब्ल्याङ्केट्सहरू लगाएर त्यो सिरानीहरू लगाएर त्यतै बस्नुपर्ने रहेछ होइन। यो फ्रेममा एकदम दामी जग्गा छ। र यो त्यो जग्गाबाट भोलिपल्ट चाहिँ हामी यो ताम्जे भन्ने जग्गा पुगेको। हामी यो ताम्जे खास अब पुग्नुपर्ने नै यही हो। र 5 पोखरी पनि जाने थियो, त्यहाँ चाहिँ जानु पाइन्न। यो चाहिँ ताम्जे हो। यो ताम्जेदेखि तपाईँको नजिकैको रहेछ यो एउटा के भनेदेखिलाई अन्डा लेक भन्ने होइन, अन्डाको सेपमा रहेछ त्यो पोखरी चाहिँ। त्यो पोखरीहरू पनि गयौँ, घुमघाम गऱ्यौँ होइन। एकदम चिसो, निकै हाई अल्टिच्युड रहेछ यो एकदम, मतलब अब 13-14 हजार फिटको उचाइको हो यो। छाङ्गुभन्दा पनि, छाङ्गुदेखि पनि यो 13-14 किलोमिटर एबभको यो
यो जग्गा चाहिँ हैन जुन तपाईले देख्नुहुँदैछ यो अन्डा लेकहरु भएको जग्गा एकदमै चिसो रहेछ। हामीलाई चिसोले निकै साह्रो पार्यो। यो अन्डा लेक यसरी अब हुन त त्यस्तो ठुलो त छैन रहेछ र पनि मजाको रहेछ। अब विन्टरमा चाहिँ यो जम्मै स्नोले कभर गर्दा चाहिँ एकदम दामी देख्नुहुन्छ। ओके, तपाईहरुलाई यस भिडियोमा यति देखाएँ है। थ्यांक यू, थ्यांक्स फर वाचिङ।